नेपाल अधिराज्यको 5 विकास क्षेत्रमध्ये पूर्वाञ्चल विकास क्षेत्र अन्तर्गत कोशी अञ्चलको 6 जिल्लाभित्र पर्ने एक जिल्ला तेह्रथुम पहाडी डाँडाकाँडा हिमालतिरबाट बगेर आउने नीला नदीहरू, छङछङ गर्दै बग्ने साना खोलाहरू, सुसाउँदै कलकलाउँदै झर्ने झरनाहरू, हरिया वन जङ्गल, गुराँस फुल्ने सुदूर लेक र मधेसै धान फल्ने ठुल्ठुला बेँसीहरू, पहाडका मुन्तिर ढ्याप्प मिलेर बसेका गाउँ बस्तीहरू र पहाडको बिल्कुल टाकुरातिर टिनले छाएका साना साना घरहरू मिलेर बनेका सुन्दर बजारहरूले सुशोभित र सुसज्जित लगभग शङ्खाकारको देखिने केवल 669 मात्रै वर्ग किलोमिटर क्षेत्रफल भएको सुदूरपूर्वी पहाडी जिल्ला हो। यो जिल्लामा जम्मा 32 गाविस र त्यसै अनुसार 288 वडाहरू रहेका छन्। पूर्वमा पाँचथर, पश्चिममा धनकुटा, उत्तरमा ताप्लेजुङ र सङ्खुवासभा र दक्षिणमा धनकुटा र पाँचथर जिल्लाको सिमाना रहेको यो जिल्लाको नाम तेह्रथुम रहनुको पछाडि एक ऐतिहासिक प्रसङ्ग कसरी जोडिएको छ भने पल्लो किराँत अथवा लिम्बुवानका थुप्रै थुमहरूमध्ये 13वटा थुमहरूको तिरो अथवा मालपोत विक्रम सम्वत 1990 सालदेखि उपरान्त हाल तेह्रथुम जिल्लाभित्र पर्ने 3 थुमहरूमध्ये फेदाप थुममा बुझाउने निर्णय गरिएको थियो। निर्णय मुताबिक फेदाप थुमको म्याङलुङ भन्ने ठाउँमा माल अड्डाको स्थापना गरियो, तसर्थ एक हिसाबले फेदाप थुम 13वटा थुमहरूको केन्द्रथुम जस्तै बन्न गएको थियो। यसरी 13वटा थुमहरूले ओगटेको क्षेत्रलाई तेह्रथुम भन्दै आएकोमा कालान्तरमा नेपालको प्रशासनिक विभाजन हुँदा अरू थुमहरू छिमेकी जिल्लामा पर्न गए भने 13वटा थुमहरूको केन्द्रथुम फेदापसहित 76 र 8 थुम हालको तेह्रथुम जिल्लामा पर्न गयो। 13वटा थुमहरूको केन्द्रथुम फेदाप यो जिल्लामा पर्न गएकोले यसको नाम पनि तेह्रथुम रहन गएको हो र यो जिल्लाको सदरमुकाम पनि तेह्रथुमको माल अड्डा स्थापना भएको ठाउँ म्याङलुङमै रहन गयो। यो जिल्लाको कुल जनसङ्ख्या 2054 सालको जनगणना अनुसार 1,13,111 रहेकोमा त्यसमध्ये पुरुष 54,932 र महिला 58,169 रहेको छ, जसमध्ये 59.33% मानिसहरू साक्षर देखिन्छन् भने हाल एकमात्र संसदीय निर्वाचन क्षेत्र रहन गएको छ। यहाँको धराताल समुद्री सतहदेखि कम्तीमा 354 मिटर र बढीमा 2962 मिटरसम्म अग्लो रहेको छ। साथै तापक्रम जाडोमा 15 डिग्री सेल्सियस र गर्मीमा 30 डिग्री सेल्सियससम्म हुने गर्दछ। विशेष गरी भौगोलिक धराताललाई पृष्ठभूमि बनाएर यो वृत्तचित्रको परिकल्पना गरिएको भए तापनि जिल्लाभरिका स्थानीय जनजीवन, परम्परा र संस्कृतिलाई यहाँ समेट्ने प्रयास भएको छ। यस लगायत 32 गाविससँग सम्बद्ध सूचनाहरू सम्प्रेषण गर्ने पनि हाम्रो अभिष्ट रहेको छ। यो सिर्जना हाम्रो पहिलो र तेह्रथुम जिल्लाकै इतिहासमा सम्भवतः पहिलो हुन गएको हाम्रो ठम्म्याइ छ। हामीलाई हाम्रो जन्म जिल्लाप्रतिको निष्ठा र प्रेमले यो काम गर्न उक्सायो। गल्ती मानवीय कमजोरी हो भन्ने मान्दै यसभित्र तपाईँहरूको दृष्टिकोणमा केही कमी कमजोरी देखेमा अवश्य स्वीकारिदिनुहुनेछ भन्ने आशासहित हामी अगाडि बढ्दछौँ।